हेलो गाइस, नमस्ते। आज हामी पोखरा नदीपुरमा रहेको भाइरल वाफल स्टिक ट्राई हान्न गइरहेको छौँ। यस्तो मिठो थियो कि यो कुरै छोडौँ क्या। हामी पनि यहाँसम्म पुगेको त टिकटकबाट हो। टिकटकबाट भाइरल प्लेस भनेपछि कहीँ पनि छोडिन्न क्या। जहाँ पनि पुगेकै हुन्छु कि म चाहिँ है। पुगे पनि यस्तो त्यति भिडियो बनाउन त बनाउँदिनँ भए पनि। अनि यो वाफल स्टिक चाहिँ मिल्क फ्लेभरमा थियो होइन, मिल्क चक्लेट चाहिँ यस्तो बब्बाल थियो कि यसको डेकोरेट पनि दामी गर्नुभएको थियो कि त्यो दाइले। अनि पनि फेस चाहिँ नदेऊ है भन्नुभएको थियो। ल भन्दै थियो, देखिएछ ल सरी दाइ। अनि उहाँले डेकोरेट गर्नु कति बेला हुन्छ भनेर सो एक्साइटेड भइरहेको थिएँ। अनि उतापट्टि दाइले ल बहिनी भन्नुभयो। अनि मैले चाहिँ नि थ्याङ्क यू दाइ भने। अनि यतापट्टि चाहिँ फेरि मेरो बहिनीले चाहिँ वेट गर्दै थियो कि दिदी मेरो नखानु है अहिले भनिरहेको थियो। ल भनेर अनि उसको पनि रेडी भयो फाइनल्ली। अनि दिदी भिडियो बनाऊँ भन्यो। अनि ल आइज भनेर भिडियो बनाएँ। अनि यताउता हेरेको त कस्तो दामी रहेछ कि। अनि यस्तो दामी लाग्यो होइन, यस्तो दामी प्लेस भइरहेको रहेछ। अनि म अघि हिँडेँ, पछि त मेरो बहिनीले त भिडियो बनाइदिएको रहेछ। मलाई त थाहा नि थिएन यो भिडियो बनाउँदा। अनि म पनि क्यामेरा त्यस्तो गरेर नाचेँ है। अनि यताउता हेरेको कस्तो दामी थियो कि यो प्लेस। अनि अब बाहिरबाट खानुपर्छ भनेर भनिरहेको थियो कि। अनि फाइनल्ली म बाहिर आएर टेस्ट गरेको कस्तो बब्बाल लाग्यो। अनि हजुरहरू पनि पोखरामा आउनुहुन्छ भने एकचोटि ट्राई गर्नु होला, दामी छ। थ्याङ्क यू फर माई वाचिङ भिडियो। अनि हजुरहरूलाई के कस्तो लाग्छ यस्तो कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला। बाई बाई।